नमस्कार है। म तपाईहरुको घर आँगनमा कहिले उकालो कहिले ओह्रालो, कहिले गाउँ कहिले बस्ती कहिले लेखा गर्दै घुम्दै घुम्दै सधैँ आइरहेको हुन्छु। फेरि तपाईको बिचमा आइरहेको छु कहिले त हिमाल छोडी। घरको न घरमा कहिले कहीँ मलचुलीमा कहिले बेसी फाटमा कस्तो दुखी जिन्दगी हो। घरको न घरमा कहिले तरुँदै हुन्चुली चिसो भाटमा कहिले तरुँदै हुन्चुली चिसो भाटमा। भारी बोकेर लाउरो जिन्दगीसँग जीवन चलिरहेको हुन्छ। कहिले उकालो कहिले ओह्रालो, ती भन्ज्याङ चौतारी मेरा साथी बनेका हुन्छन्। म सबै यसै गरी रमाइरहेको हुन्छु। कहिले साना बाल बच्चाहरूसँग रमाइरहेको हुन्छु, कहिले बुढा पाकाहरूसँग रमाइरहेको हुन्छु, कहिले गाउँका पञ्चे प्रधानहरूसँग रमाइरहेको हुन्छु, कहिले यस्तै ससाना नानीहरूसँगै खेलिरहेको हुन्छु। मेरो जिन्दगी यसै गरी कटिरहेको हुन्छ, मेरो जिन्दगी यसै गरी चलिरहेको हुन्छ। कहिले त भन्ज्याङ चौतारी कहिले त भुल्छु हिमालमा, कहिले त भन्ज्याङ चौतारी कहिले त भुल्छु हिमालमा, कहिले त गाउँको किसानमा कहिले त बाटोको भुट्टोमा, कहिले त गाउँको किसानमा कहिले त बाटोको भुट्टोमा। दुखिएको जिन्दगी चलेर यसै जाँदैछ, कहिले त रुँदै हिउँचुली चिसो हातमा, कहिले त रुँदै हिउँचुली चिसो हातमा। कहिले पसिनासँगै रमाएको हुन्छु, कहिले थाप्लोमा भारीसँगै बितिरहेका हुन्छन्, कहिले आँसुसँग बितिरहेका हुन्छन्, कहिले भोको पेट भरिरहेको हुन्छु। दुःख सुख यसै गरी रमाइरहेको हुन्छु। कहिले संसारसँग मिलेको हुन्छु, कहिले शोषितसँग मिलिरहेको हुन्छु। मेरा उकाली ओह्रालीहरू यसै गरी चलिरहेका हुन्छन्। कहिले त भेटी मुखिया, कहिले त भेटी जिमलबा, कहिले त भेटी मुखिया। पञ्ची प्रधानको के कुरा जिन्दगी यसै जाँदैछ, कहिले त दुखेको आँगनमा, कहिले त शोषको मोलमा। म त सधैँ रुँदैछु गरिब दुखीको आँगना, कहिले त रुँदै हिउँचुली चिसो हावामा, कहिले त हिउँचुलीमा कहिले बेसी फाटमा। कस्तो दुखी जिन्दगी हो घरको न घरमा, कहिले त रुँदै हिउँचुली चिसो हावामा, कहिले त रुँदै हिउँचुली चिसो हावामा।
कहिले त रुँदै हिमचुली चिसो हावामा